यो मेवा हो। यसलाई हाम्रो अराहाँचीमा म्या भन्छ, म्या म्या। अनि अलि सभ्य अलि मिठो भाषा होला, मेवा भन्छ नि। हाम्रो त म्या म्या पाकेको रहेछ बुट्टामा। बुट्टा त कहिले पाक्न पाउँदैन त्यो हाम्रोतिर, काँचै काटेर खाइन्थ्यो। अनि यो म्या म्यालाई काट्नलाई के भन्छ नि, म्या काट्ने मेवा काट्ने चाहिँ म्या काट्ने चाहिँ पातलो काट्नुपर्छ। त्यही भएर हाम्रोतिर के भन्छ भने म्या काट्ने गरिबले त्यो भुइँकटर काट्ने चाहिँ धनीले भन्छन्। धनीले काट्दाखेरि के हुन्छ भने त्यो धनीले अलि लोभ हुँदैन, उसले अलि ठुलो गरेर काट्ने भएको भएर होला काट्ने भन्ने सुनेको छु। अलि उज्यालो आउँछ कि भनेको एउटा भिडियो बनाउन थाले भने चाहिँ मैले यताउति मुभ हुन थालेँ। अलि उज्यालो आउँछ कि भनेर यो म्याको चाहिँ यस्तो छ। यसलाई म पनि काट्न खासै प्रोफेसनल त छैन, तर काट्न ट्राई गर्छु। यसलाई चाहिँ पातलो काट्नुपर्छ भन्छन्। यसको चोक अलिअलि बाबु यसरी काट्ने, यता हेर्न आऊ त छोरो। हजुर यहाँ म भिडियो बनाउँदैछु, केही हुन्न, चक्कुले हेर्न के देखेर हेर्न। बाबु यस्तो गर्ने, यता यस्तो यहाँ यस्तो गर, यस्तो यहाँ हेर, अनि यस्तो गर। पहिले यो हात यहाँ छोप्ने, यहाँ पहिले कसरी पहिले यो यसो हातले राम्रो छ होइन। तर यो यस्तो गर्ने, किन यतिखेर बाक्लो काटिन्छ, फेरि अलि पातलो काट्न पर्छ होइन। यसलाई के पिल गर्ने के भन्छ तिमीलाई? यसरी कसरी गरेर खान्छन्? एउटा मेवा काट्नु त यस्तो महाभारत छ। राम 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 राम। यसो गर्ने अलि यसो गर्ने, अलि हात यो अलि बल पनि गर्ने, बुझ्यौ नि? अलि यस्तो गर्ने। फेरि बढी यो भित्र यो खाने, यो त खाने बोक्रो मात्रै भन्ने। यस्तो गर्ने, यस्तो गर्ने। अनि यो काटेको चाहिँ यसमा हाल्ने भयो, त्यहाँ फाल्ने होइन, यसमा राख्ने। अलिक पछाडि कसरी निकाल्ने? राम 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 यस्तो निकाल्ने, यसरी निकाल्ने, यसमा राख्ने। पछाडि यो कुन साइड गर्ने? यो साइड हो हावाको र यो यसरी हो, त्यही पनि थाहा छैन। यता साइड हो। राम 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 राम। गुड। ओहो कान्छा बढी काट्यो, यत्रो धेरै काट्यो त कान्छा। पातलो काट्ने कि पातलो? पातलो पातलो पातलो। यो गर्ने, यो पोते गर्ने हो। यो यस्तो काट्न काला दाना हुन्छ भित्र। के भन्छ थाहा छ मेवालाई? पपाया। अनि यसभित्रको ट्याक्कै यस्तो काटेपछि बाबु ल ल ल तिमीलाई ल छोरो आज खासी दाएन नि। टट्टा खाइथ्यो मेवा। यम्मी। यो खोइ खाएन त खाएन।